हेलो गाइज, वेलकम टु ब्याक माई न्यू ब्लग भिडियो। म आज आइपुगेको छु तपाईँहरूको हाम्रो पार्क किनरमा पार्क भन्ने कहाँ छ। धेरै दिन भइसक्यो यो पार्क बनेको, तर म अहिलेसम्म आएको थिएँ। तपाईहरू पनि मेरो भिडियो हेर्नु भएको छैन होला है। म अहिले पार्कमा हेर्दैछु, तपाईँलाई फुलको फुल इन्जोय दिलाउँछु म पार्कमा। पार्क हेर्दा सानो छ तर धेरै पार्कमा छिर्दैछु है। पार्कभित्र पस्यो भने यहाँको पार्कको फुल टु फुल नतिजा यस्तो छ। भित्रको पार्क यस्तो रहेछ, यहाँबाट हेर्दा बाहिर लुक यस्तो रहेछ। अब यहाँनिर कति रहेछ है पार्कमा आएपछि त पार्कमा फुलसुल लगाएको रहेछ। ल यहाँ खुट्टा धुने पानी जस्तो। त्यहाँबाट घुम्दाखेरि यहाँ पुतली रहेछ, भाइ उड्न आँटेको रहेछ अर्को फुच्चेमा। यो पार्क हो किनभने पार्क हामी आइपुग्यो है। यहाँ यिनीहरू लेखेको रहेछ पुरै अनुसारले। अब यहाँ फर्स्ट क्लास हुन्छ, पछाडि घुम्ने ठाउँ छ। हाम्रो अगाडिपट्टि पनि अब यो भन्नु पर्यो यो दिल रहेछ गाइज। अब हेर जुन फुल टु फुल। अब यो पार्क हो किनभने पार्क हामी आइपुग्यो है। यहाँ यिनीहरू लेखेको रहेछ पुरै गाइज अनुसारले। अब यहाँ फर्स्ट क्लास हुन्छ, पछाडि घुम्ने ठाउँ छ। हाम्रो अगाडिपट्टि पनि अब यो भन्नु पर्यो यो दिल रहेछ गाइज। अब हेर जुन फुल टु फुल। जुन कि यो पार्कमा तपाईँहरूले मान्छे जुन हेरिरहनु भएको छ, यो मान्छेहरूको कुनै काम छैन बुझ्नुभयो। यिनीहरू यत्तिकै साना साना बच्चा बुच्ची खेलाउन यहाँ आउँछ। यहाँ भएको यिनीहरू काम नभएको मान्छे फकटमा घुम्ने। जुन कि यो पार्कमा तपाईँहरूले मान्छे जुन हेरिरहनु भएको छ, यो मान्छेहरूको कुनै काम छैन बुझ्नुभयो। यिनीहरू यत्तिकै साना साना बच्चा बुच्ची खेलाउन यहाँ आउँछ। यहाँ भएको यिनीहरू काम नभएको मान्छे फकटमा घुम्ने। गाडीमा फुल राम्रोसँग लगाएको रहेछ ल। हेर्दाखेरि मात्र यो पार्क सानो छ गाइस। म हेराउँदैछु ल, हेर्नु हेर्दाखेरि मात्र सानो छ, तर यहाँ भिडको कुरो गऱ्यो भने त काम नभएको मान्छे है, जसको घरमा काम नभएको मान्छे यहीँ हुन्छ तपाईँको 2 बजेदेखि। लु हेर्नु यहाँ मान्छे कम अहिले हेर्दा मात्र सानो। यहाँ त गाइस बा मलेसियादेखि आउनु भएछ यहाँसम्म ल। अब फेरि भनेको पत्लु पत्लु जस्तै रहेछ। फेरि क्यामेराम्यान बिना पैसाको फोटो तान्दै बस्छ यो चाहिँ। राम्रो सहित ल ल ट्याप्प आउँछ। गाडी पनि रहेछ। कृपया फुल नटिपिदिनु होला भनेर दिएको रहेछ पार्कमा। यो नाइट भ्यू है, बेलुकातिर बेलुकाको 5-12 को यो यिनीहरूको पार्कको भ्यू हो। मान्छे अहिले पनि त्यतिकै भिड छ पार्कमा। पार्कबाट बाहिर निस्केपछि के गर्नु, यस्तो एक लट बाहिरको नजारा हेरे यस्तो रहेछ है बेलुका बखको भ्यू। जुन हाम्रो भगवती मन्दिरको छेउमै रहेछ यो पार्क। ल टोइलेटमा आए काम चलाउनु रहेछ।